ओके ल 23मा के छ? 23मा निवारक नजरबन्द विरुद्धको हक। ओके 16मा 16मा सम्मानपूर्वक बाँच्न पाउने हक। ओके 22मा 22मा यातना उम्, विरुद्धको हक। ओके 17मा 17मा स्वतन्त्रताको हक। ओके 21मा 21मा अपराध पीडितको हक। ओके 18मा 18मा सरसमानताको हक। ओके 20मा 20मा न्याय सम्बन्धी हक। हो अब हेर्नु त मैले तपाईँलाई सिरियल्ली पो सिकाएको थिएँ त जता पाए त्यतैबाट सोद्धा आउँछ अथवा आउने बनाएको थिएँ त मैले थिइनँ नि। 17 भनेको टिका, 18 भनेको टिभी, होइन 19 भनेको ट्याप भनेर हामीले जसरी याद गरेको थियौँ नि, यसरी याद गर्दा जतासुकैबाट सोद्धा पनि आउँछ। कुरा बुझ्नुभयो नि? हो, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ।